साथीहरू माथि स्क्रिनमा दिएको नापअनुसार तपाईँले आजको कटिङ हेर्न सक्नुहुनेछ। आजको दौराको कटिङ यस नापअनुसारको कटिङ हुनेछ। सबभन्दा पहिले मैले यो मार्का लगाउँदैछु यो सिधा पार्नको लागि। त्यसपछि हामीले लम्बाइको मार्का लगाउनु पर्ने हुन्छ। लम्बाइ 33.5 इन्च रहेको छ। 33.5 मा 1 इन्च हामीले प्लस गरेर 34.5 इन्चमा यसको मार्किङ गर्नेछौँ यसरी। त्यसपछि यो मार्कालाई हामीले सिधा रेखा तान्नेछौँ यस प्रकारले। अब यो रेखा तानिसकेपछि अब हाम्रो दोस्रो काम आउँछ। यसमा हामीले कम्मरको भाग मार्का लगाउने। हामीले कम्मर 17 इन्चीमा राख्नेछौँ। कम्मरको जुन भाग आउँछ 17 इन्चीमा यसरी मार्का लगाउनेछौँ। यसलाई पनि हामीले सिधा पारेर रेखा तान्नेछौँ। अब यसको हामीले सोल्डर डाउन गर्नेछौँ। सोल्डर डाउन हामीले 2 इन्चीमा राख्नेछौँ। यहाँदेखि 2 इन्चीमा यो मार्का लगाएर यसलाई पनि हामीले सिधा रेखा तान्नेछौँ। अब यो मार्कालाई लगाइसकेपछि अब हाम्रो आर्म होलको नाप कसरी लिने त? आर्म होलको मेजरमेन्ट लिँदाखेरि हामीले जहिले पनि छातीलाई छट्टा भाग गरेर यसको आर्म होल राख्नेछौँ। र योभन्दा पनि अझ सजिलो र पर्फेक्ट हिसाब भनेको अर्को तरिका के छ भने छातीलाई तपाईँले 12 भाग गर्नुहोस्। 12 भाग गर्दाखेरि जति आउँछ त्यसमा 3 इन्ची 3.25 इन्ची त्यसरी यहाँनिर त्यो भागलाई कटाउनुहोस्। त्यसपछि त्यो भागलाई छोडेर तपाईँले 4 भाग छातीको 4 भाग फेरि गर्नुपर्ने हुन्छ। जस्तो 36 इन्च छाती छ भने 36 को 9 चौका 36 र 9.25 इन्ची भएपछि अब तपाईँको 36.5 इन्ची आउँछ। त्यसरी मार्किङ गर्नुभयो भने एकदम पर्फेक्ट हिसाबले तपाईँको यो आर्महरुको सेप बस्नेछ र तपाईँको यो फिटिङ र लुज पनि नहुने, टाइट कसिने केही समस्या हुँदैन। यो गरिसकेपछि अब हाम्रो जति अघि हामीले त्यहाँनिर 12 भाग छातीको 12 भागको एक भाग हामीले यहाँ राख्नेछौँ। त्यसपछि हाफ इन्ची यो हाम्रो गला खोल्नको लागि यसरी मार्किङ गर्नेछौँ यसको, यो सजिलो तरिका। त्यसपछि हाम्रो सोल्डरको मार्का लगाउनेछौँ। सोल्डर रहेको छ 15 इन्ची। 15 इन्चीलाई हामीले हाफ गर्नेछौँ। 7.5 इन्ची यसरी रहनेछ। 7.5 इन्ची प्लस हाफ इन्ची हामीले यसमा सिलाइको मार्जिन एड गरेका छौँ। अब हामीले छातीको लागि मार्का लगाउनु पर्ने हुन्छ। छातीको मार्का लगाउनुभन्दा पहिले छातीको साइज रहेको छ 36.5 इन्च। 36.5 लाई हामीले फेरि 4 भाग गर्नुपर्छ। 4 भाग गर्दाखेरि 9.25 इन्ची यसरी यहाँनिर मार्किङ गर्ने। यो मार्का हामीले यसमा सिलाइको एड गर्नु पर्दैन, किनभने यसमा खाल्पा जोडिन्छ। खाल्पा जोड्दाखेरि अलरेडी यो लुजिङ रहनेछ। यसको तिराभन्दा शरीर अलि ठुलो भएको कारणले हामीले यस प्रकारको यहाँनिर सेप आएको छ। र यसको कम्मर रहेको छ 38 इन्च। छातीभन्दा पनि यसको पेट ठुलो रहेको छ। त्यसलाई पनि हामीले 4 भागको एक भाग प्लस यसमा हामीले हाफ इन्ची एड गरेका छौँ सिलाइको मार्जिनको लागि। यसलाई यसरी 20 सेन्टर पार्ने। सेन्टर पारेर यसको 20 भागलाई यो भागलाई हामीले तल फेरसम्म पनि लगेर त्यही साइजको सिधा एउटा लाइन तान्नेछौँ यसरी, यस प्रकारको। अब यो हाम्रो पछाडिको कल्लीको साइड परेको छ। अब यसलाई सेप दिनुपर्ने हुन्छ यस प्रकारले। हाम्रो शरीरको बडीको भाग यो छातीभन्दा पेट ठुलो भएको कारणले यसमा तपाईँको तिरा पनि सानो रहेको छ, छाती पनि सानो रहेको छ र पेट चाहिँ ठुलो रहेको छ। यसरी यहाँनिर जस्तो तपाईँले 5 इन्च तल लगाउनुहोस्, उता 2.5-3 इन्ची राख्नुहोस्। यसरी हाम्रो यहाँनिर 2.5 इन्ची यसरी मार्किङ गरेर यसको हाम्रो गोलो सेप दिनुपर्ने हुन्छ। यो तपाईँले आफ्नो हिसाबले पनि बनाउन सक्नुहुनेछ। यही फर्मुला युज गर्नुपर्छ भन्ने छैन। तपाईँले आफ्नो हिसाबले यसलाई आकर्षक रूपले यसको ढाँचा तयार गर्न सक्नुहुनेछ। यो हाम्रो सजिलो होस् भनेर यस प्रकारले यो सिकाउन जाँदैछु मैले। अब यसरी मार्का लगाइसकेपछि अब यो पछाडिको भाग हाम्रो कम्प्लिट भइसकेको छ। अब यसको कटिङ गरेर अगाडिको पार्ट कसरी कटिङ गर्ने यसको जानकारी म दिन जाँदैछु। साथीहरू, तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लागिरहेको छ भिडियोलाई लाइक गरिदिनु होला र कमेन्ट गरिदिनु होला। तपाईँलाई कस्तो किसिमको सिलाइ तथा कटिङका भिडियोहरू हेर्न मन पराउनुहुन्छ सो अनुसारको भिडियो मैले बनाउनेछु। च्यानललाई अझैसम्म पनि सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। हामीले कटिङ तथा सिलाइका भिडियोहरू यसै गरेर अपलोड गरिरहेको हुन्छौँ। यो कटिङ भइसकेपछि अब हाम्रो अगाडिको पार्ट कटिङ गरेर देखाउन जाँदैछु। भिडियोलाई पुरा हेरेर साथ दिनुहोला। अब यो कटिङ गरिसकेपछि अब हामीले यो कपडालाई यसरी अगाडितिर तान्नेछौँ। यो बराबर मिलाउनु पर्ने छ यहाँनिर हल्का। अब यसको साइज कति ठुलो छ यसको गज अनुसार कपडाको यो गज अनुसारको कपडा अलि ठुलो सानो हुनेछ। त्यसमा हामीले ध्यान दिनुपर्ने हुन्छ। यसमा अब कहाँनिरबाट यसको लागि पुग्छ त्यो मिलाएर चट्ट यसलाई सिधा पारेर राख्नुपर्ने हुन्छ। यो कपडालाई बराबर छ कि छैन भनेर यसो मिलाउनको लागि मैले यसरी नाप दिएको हो।
सिधा आउनुपर्ने हुन्छ। अब यो सिधा भइसकेको छ। अब यसको हामीले मार्किङ गर्नुपर्ने हुन्छ। यसरी यहाँनिर एउटा मार्किङ गर्नेछौँ। यो पेट नेरोको भागमा पनि हामीले एउटा सिधा लाइन तान्नेछौँ। त्यसपछि अब यहाँनिर यो हाम्रो आर्महोलको साइडमा पनि एउटा मार्का लगाउनु पर्ने हुन्छ। त्यसपछि यो माथिको हाम्रो लम्बाइको पुरा टोटल लम्बाइको हिसाबमा त्यहाँ पनि हामीले मार्किङ गर्नेछौँ। अब यो मार्का हामीले लगाइसकेपछि अब हाम्रो यहाँनिर एउटा मार्का लगाउने, यो हाम्रो गलाको लागि रहनेछ, गलाको मार्का। त्यसपछि यहाँनिर हाम्रो सोल्डरको लागि, सोल्डर यसरी पछाडिको भाग जति छ त्यो हिसाबले हामीले बराबर हिसाबले 1 इन्ची डाउन गरेर है, यहाँबाट हामीले 1 इन्ची डाउन गरेर सोल्डर झार्नेछौँ र तिरलाई यसरी मार्किङ गर्नेछौँ। अब यो मार्काले हामीले क्रसमा 1 इन्ची डाउन गरेर यसको सेप दिइसकेका छौँ। यहाँनिर एउटा मार्का लगाउँ, यसरी मार्का लगाउने। अब यो मार्का लगाइसकेपछि सबभन्दा मेन कुरो यसलाई हामीले काटेर सिधा पार्नेछौँ, यसले डिस्टर्ब नगरोस् भनेर। यहाँनिर पनि यसले तपाईँले पहिले नै कटिङ गरेर यसलाई हटाउन सक्नुहुनेछ, किनभने यसले हामीलाई पछि अल्म ल्याउने छ। त्यस कारणले यो कटिङ गरेर पहिले नै राख्दाखेरि तपाईँले बुझ्न सक्नुहुनेछ, सजिलो हुन्छ। अब यो मार्का हामीले सबै लगाइसकेका छौँ। अब यहाँनिर मेन कुरा यहाँनिर ध्यान दिनुपर्ने हुन्छ हामीले हाम्रो बडीको सेप दिनको लागि र यसको सही फिटिङको लागि। यहाँनिर पनि हामीले गलाको 3 भाग, 12 भागको 1 भाग, छातीको 12 भागको 1 भाग यहाँनिर यसरी मार्का गर्ने। यो भागलाई हामीले सिधा पार्नेछौँ, जुन हामीले अघि आर्महोललाई 6 भाग गरेका थियौँ यसरी। त्यसपछि यो भागदेखि हामीले 1.5 इन्ची तल एउटा मार्का लगाउने, यहाँनिर 1 इन्ची तल एउटा मार्का लगाउने। यो 1 इन्ची र 1.5 इन्चीलाई यसरी मिलाउने। यहाँनिर यो भाग मिलाइसकेपछि यो हामीले अघि पछाडिको भागसँग मार्का लगाएको थियौँ त्यो भागदेखि हामीले छातीलाई फेरि यहाँदेखि नाप्ने। छातीलाई 4 भाग गर्दाखेरि 9.25 इन्ची आएको थियो, प्लस हामीले यहाँनिर 3.5 इन्ची एड गर्नेछौँ। तपाईँ 3.5, 3.5 जति तपाईँ यहाँनिर एड गर्नु होला। यो भागदेखि फेरि वापस आउनुहोस्, छातीलाई फेरि 4 भाग गर्नुहोस्, 9 इन्ची आयो। त्यसपछि 1.5 इन्ची प्लस गर्नुहोस् यहाँनिर है। यसरी ध्यान दिनु होला, एकदम महत्त्वपूर्ण कुरा यहाँनिर यो नबिर्सिनु होला। हामीले जुन 1.5 इन्चीमा यसरी यहाँनिर मार्का लगाएका छौँ त्योदेखि भित्रको भागमा हाम्रो आर्महोल यसरी घुमाउनु पर्ने हुन्छ। यो भागलाई यसरी सेप दिने, यहाँनिर एकदम यस प्रकारले हाम्रो सेप दिँदाखेरि सही तरिकाले तपाईँले सेप दिनु होला। र यो भागले हामीले पेटको भागसँग यसरी म्याचिङ गर्ने। अब यो गरिसकेपछि अब हाम्रो कठालोकोतिर आउनेछौँ। अघि हामीले छातीको 3 भागको 1 भाग हामीले तल झारेका थियौँ, त्यो भागदेखि हामीले जुन 1.5 इन्ची तल मार्का लगाएको थियौँ त्यसमा यो मार्का यस प्रकारले घुमाएर लगाउने। अब यो भाग हामीले कम्प्लिट गरिसकेका छौँ। अब हाम्रो अगाडिको पल्लाको हिसाब राख्ने छ। यहाँनिर यो भागदेखि यहाँदेखि जति भाग आउँछ त्योभन्दा 1/2 इन्ची हामीले कम गरेर यसलाई एउटा मार्का लगाउनु होला। यहाँनिर यो सिधा तान्नुहोस्, यहाँनिर घुमाउनको लागि, राउन्डिङ घुमाउनको लागि हामीले यस प्रकारले सेप दिएका छौँ। अब यो भागदेखि हाम्रो कम्मरको लागि, पेटको लागि हामीले मार्का हेर्नुपर्ने हुन्छ। यहाँदेखि कति फिक्स गर्नको लागि यहाँनिर 38 इन्ची हाम्रो पेट रहेको थियो, 38लाई हामीले फेरि यहाँ 2 भाग गर्नुपर्ने हुन्छ। 38लाई 2 भाग गर्दाखेरि 19 इन्ची आउँछ। 19 इन्ची यसरी यहाँनिर पुगेको हुनुपर्छ। यो यहाँनिर अब तपाईँको यसमा कपडा त पुगिरहेको छैन, तर यसमा हाम्रो कल्ली रहनेछ, ठाडो कल्ली। त्यसपछि भित्रतिरबाट पनि हाम्रो कल्ली रहनेछ। यहाँदेखि 2 इन्ची जति माथि यसरी यसको सेप दिनु होला। त्यो कम्मरभन्दा हल्का 2 इन्ची जति माथि यसरी। पछि हामीले यो कल्ली जोडिसकेपछि यसको सेप दिनेछौँ, अगाडिको कल्ली। र अब यो मार्का त लागिसक्यो। अब यसमा हाम्रो फेरि यो अगाडिको ठाडो कल्ली कसरी राख्ने त, अब यस प्रकारले नाप्नु होला। ठिक यस प्रकारले यहाँनिर मार्का लगाउने, यो मार्का। त्यसपछि यो जति आएको छ यो हाम्रो पछाडिको कल्लीमा, पछाडिको हाम्रो भागमा, पाटामा, सो अनुसार तपाईँले यसको ठिक त्यति नै यहाँनिर हाम्रो अगाडिको भागमा नापेर सिधा मार्का लगाउनु होला यहाँदेखि। त्यसपछि हाम्रो हल्का ठाडो पारेर यसमा तेर्सो गरेर यहाँनिर सेप दिनुपर्ने हुन्छ। यसरी दिनुभयो भने तपाईँको, नत्र भने यहाँ हाम्रो अलिकति राउन्डिङमा पछि जोड्दाखेरि अलिकति नमिल्ने र उठेको हुन्छ यहाँनिर। त्यस प्रकारले अब यसको कटिङ गर्न जाँदैछु। त्यसपछि मैले अगाडिको प्रोसेस कल्लीहरू कसरी कटिङ गर्ने त्यो म बताउनेछु।
साथै यहाँनिर विशेष ध्यान दिनु होला, यो देब्रे साइडको पाटालाई तपाईँले यसरी फर्काएर कटिङ गर्नु होला, तलको भाग कटिङ गर्नु होला। त्यसमा तपाईँको कल्लीहरू चुच्चे कल्लीहरू जोड्नु छ भने चाहिँ अब पुग्छ कि पुग्दैन त्यही हिसाबले त्यसमा राख्नु होला। अब यति गरिसकेपछि अब हाम्रो बचेको भागबाट यो हाम्रो कल्लीहरू जोड्नेछौँ। यसरी कल्ली जोड्नको लागि कल्लीको कटिङ गर्नेछौँ। कल्ली कटिङ गर्नको लागि तपाईँले सबभन्दा पहिले जान्नुपर्ने कुराहरू म सिकाउन जाँदैछु यहाँनिर। यो जस्तो यो बचेको भाग छ यसलाई यो हाम्रो पछाडिको पाटा लिनु होला। अगाडिको लिन पनि सक्नुहुन्छ, तर यो पछाडिको पाटा लिँदाखेरि अझ सजिलो हुन्छ तपाईँले। यसरी राख्ने यो भागलाई। त्यसपछि यो भाग राखिसकेपछि अब हेर्नुहोस् हामीले यो पछाडिको पाटा कति छ, यो भाग जति आएको छ ठ्याक्कै बराबर रहनेछ। यसले यसको डबल हाम्रो यो नाप्दाखेरि जति आएको थियो त्यसको ठ्याक्कै डबल 4 इन्ची आएको छ भने चाहिँ तपाईँले 8 इन्ची यहाँदेखि यसरी मार्का लगाउनु होला। यो मार्का हाम्रो कल्ली कटिङको लागि यो एकदम सही फर्मुला र एकदम चाहिने फर्मुला भनेको यही हो। यसको यस प्रकारले यसलाई कटिङ गरेर तपाईँले 4वटा कल्ली निकाल्न सक्नुहुनेछ। यो भाग हामीले एक्स्ट्रा मार्जिन राखेका थियौँ, यो भागले हामीले यहाँ सिधा लाइन राखेर यसलाई काटेर फाल्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो यहाँदेखि 5.5 इन्चीमा तपाईँले एउटा मार्का लगाउनु होला, जुन हाम्रो यहाँ साइडमा कट रहनेछ त्यसको लागि रहनेछ। अब यो मार्का लगाइसकेपछि हामीले 1/2 इन्चीदेखि 1.25 इन्चीसम्म ठुलो यसरी तपाईँले कपडा मार्जिन राखेर यसको कटिङ गर्नु होला, जुन हाम्रो पछि भित्रबाट दोबारेर सिलाउनको लागि यसलाई सजिलो होस् भनेर। यसको लागि हामीले यो कपडा राखेका हौँ। हल्का यहाँनिर क्रस राख्नेछौँ। त्यसपछि यो साइडतिर हाम्रो राउन्डिङ रहनेछ, अहिले यसको कटिङ गर्नेछौँ। त्यसपछि यसलाई यहाँ चिप्लोनेर राउन्डिङ राख्नेछौँ। यसको लम्बाइ बराबर नाप्नको लागि यस प्रकारले यसको सेप दिनु होला। त्यसपछि यहाँनिर हामीले राउन्डिङ दिनेछौँ गोलो घेरा। अहिले हामीले 2टा कल्ली मात्रै कटिङ गरेका छौँ, पछि फेरि कपडालाई फेरि 2टा कल्ली अझै कटिङ गर्नुपर्ने हुन्छ र एउटा ठाडो कल्ली पनि छ। पहिले हामीले यहाँदेखि बाउला निकाल्न जाँदैछौँ सुरुमा। त्यसमा सर्टको जस्तो कप पनि राख्न सक्नुहुनेछ र सिधा बिना कपको पनि त्यो बाउला बनाउन सक्नुहुनेछ। कप राख्नको लागि हामीले 2 इन्ची कम राख्नुपर्ने हुन्छ, कपको लागि एक्स्ट्रा मार्जिन छोड्नुपर्ने हुन्छ। यहाँनिर हामीले छातीको 4 भागको 1 भाग राख्नेछौँ यसरी। यो सिधा मार्का लगाइसकेपछि अब यसको बाउलाको लम्बाइ राख्नेछौँ। कति राख्ने बाउलाको लम्बाइ, अब लम्बाइको साइज अनुसार यहाँदेखि कप राख्नुहुन्छ 2 इन्च यसरी आउट गरेर यसरी लम्बाइको यस्तो 23 इन्ची लम्बाइ छ भनेपछि 1 इन्ची प्लस गरेर 24 इन्चीमा राख्नु होला। साइज अनुसार तपाईँले आफ तलमाथि घटाउन बढाउन सक्नुहुनेछ। यो लम्बाइ गयो बाउलाको। त्यसपछि हामी यहाँनिर एउटा सिधा मार्का तानौँ। यो सिधा मार्का खिचिसकेपछि हाम्रो यहाँनिर अघि मैले भनेको थिएँ छातीको 4 भागको 1 भाग यसरी राख्ने। त्यसपछि 9 चौको 36 हुन्छ भनेपछि यसरी 1/2 इन्ची हामीले सिलाइको लागि मार्जिन पनि छोड्नुपर्ने हुन्छ। यस प्रकारले हल्का तेर्सो गरेर हामीले कमसेकम 3 इन्ची जति यहाँदेखि 3 इन्ची डाउन गर्नुपर्ने हुन्छ। 3, 3.5, 3.5सम्म यसरी यो डाउन गरेर यो मार्कालाई हामीले छातीको 4 भाग पुर्याउनु पर्ने हुन्छ। यसरी यो कुरा ध्यान दिनु होला। अब यो नापेर हेर्दाखेरि यस प्रकारले नाप्न सक्नुहुनेछ। अब यसको सेप दिनेछौँ यस प्रकारले, यस्तो खालको स्केलले यसको सेप दिनु होला। त्यसपछि यहाँनिर यो आर्म होलको सेप दिनेछौँ। यस प्रकारले मार्का लगाइसकेपछि यहाँनिर यस प्रकारले घुमाउनु होला। त्यसपछि यसको कटिङ गर्नेछौँ। अब यो कटिङ सर्टको बाउला कटिङ गरे जस्तै हामीले यसमा कपको लागि यहाँनिर पछाडि गुल्फी राख्नेछौँ। गुल्फीको लागि यहाँनिर चिरा बनाउनु पर्ने हुन्छ। चिरा बनाउनुको लागि यस प्रकारले यो पछाडिको भागलाई यस प्रकारले फोल्ड गर्नु होला। त्यसपछि हामीले 4.5 इन्चीमा एउटा मार्का लगाउने
त्यसपछि हाम्रो यहाँनिर गुल्फी भन्ने छ, त्यसरी मार्का लगाएर यसलाई चिर्नु होला। सेम सर्टको जस्तै बचेको भागबाट हामीले यहाँनिर बाँकी जुन दुईवटा कल्ली गएको थिएन त्यो कल्लीहरू कटिङ गर्नेछौँ यहाँनिर। साथीहरू अब हामीले ठाडो कल्ली कटिङ गर्न जाँदैछौँ। ठाडो कल्ली कटिङ गर्नको लागि यो बचेको जुन भाग छ त्यो भागमा यसरी यो कल्ली राख्नु होला। यो हाम्रो जुन अघि साइड कल्ली हामीले कटिङ गरेका थियौँ त्यसलाई यसरी राख्ने। त्यसपछि जुन अगाडिको पाटा छ त्यो पाटालाई यसरी बिछाउने। जुन यो पाटा हामीले अघि कटिङ गरेका थियौँ यस प्रकारले यहाँनिर राख्ने। यसरी राखिसकेपछि अब हाम्रो यसको जुन हाम्रो गोलाइ थियो यहाँदेखि पौने 1 इन्च जति माथिबाट छ यसको सेप दिँदै यसलाई बढी काट्नु होला। काटेर अब यो मार्का लगाउनु होला। यहाँदेखि यो मार्का लगाइसकेपछि अब हाम्रो यसको कटिङ हुनेछ। पहिले यसरी म यसलाई सिधा कटिङ गर्नेछु, यहाँनिर पछि हामीले राउन्डिङ गर्नेछौँ। यो कल्लीभन्दा अलिकति पौने 1 इन्ची 1.5 इन्ची जति तपाईँले माथिबाट कटिङ गर्नु होला। पछि सिलाएर सेप गर्नको लागि सजिलो हुनेछ। यहाँदेखि यो मार्का लगाएको भन्दा तपाईँले 1/2 इन्ची अलिक धेरै ठाउँ राखेर कटिङ गर्नु होला। यो तल भागमा पनि बराबर कटिङ गर्नु होला। यसको कटिङ गरिसकेपछि अब यहाँनिर मैले यसको खार्पा कसरी कटिङ गर्ने त्यो पनि म सजिलो तरिकाबाट सिकाउनेछु। साथीहरू अब यो खार्पा कटिङ गर्नको लागि म सजिलो तरिका तपाईँलाई भन्न गइरहेको छु। यसरी हाम्रो सबभन्दा पहिला अघि हामीले छातीलाई 12 भाग जुन गरेका थियौँ त्यो 12 भागमा जुन जति आएको थियो, जति 40 छाती छ भनेपछि 12 भाग गर्दा जति आउँछ 12 ले भाग गर्ने। त्यसपछि अब 36 इन्ची छाती रहेको थियो, 36लाई गर्दाखेरि 12 भाग गर्दाखेरि जति आएको थियो 3 इन्ची 3.5 इन्ची त्यो हामीले यहाँनिर याद राख्नुपर्ने हुन्छ। र यो पछाडिको पाटा लिने, त्यसपछि पछाडिको पाटा लिएर नापिसकेपछि यो भागलाई यहाँनिर सिधा तान्नु होला। यो भागमा तपाईँले छातीको 12 भागको 1 भाग यहाँनिर राख्नुपर्ने हुन्छ। यसको अब लम्बाइ अब पछाडिको भाग जति छ त्यति नै लामो राख्ने। त्यसपछि यहाँनिर हाम्रो 1/2 इन्ची जति 1/2 इन्ची पौने इन्ची यसरी मार्का 1/2 इन्ची प्लस 1/2 इन्ची पौने 1 इन्ची जति तपाईँ पौने 1 इन्ची यहाँनिर राख्नु होला। र यो माथिको भाग चाहिँ छातीको 12 भागको 1 भाग प्लस 1/2 इन्ची सिलाइको मार्जिन राख्नुपर्ने हुन्छ। र यहाँदेखि 1.5 इन्ची तल त्यसरी मार्का लगाउने। त्यसपछि यसको राउन्डिङ गरेर यो आर्म होल हाम्रो यसरी निकालिन्छ। यो कुनै पनि साइजमा यो फर्मुलाले युज गर्नुभयो भने तपाईँको आर्म होल पर्फेक्ट हिसाबले आउनेछ। काटी खस्ने समस्या या लुज हुने समस्या हुने छैन। साथीहरू अरू अब यसको सन्जापहरू तनाहरू कठालोहरू यो तपाईँले अब आफ्नो सिलाउँदाखेरि तपाईँले थाहा पाइहाल्नुहुनेछ। कटिङ गरेर हेर्नु होला। र केही बुझ्नु भएन भने तपाईँले कमेन्ट गरेर कमेन्टमा लेख्नु होला। म त्यसको लागि पनि भिडियो बनाउनेछु। र आजको भिडियो तपाईँलाई कस्तो लाग्यो फेरि अर्को नयाँ भिडियो लिएर म आउने छु। र यो भिडियोमा जे जस्तो तपाईँले सिक्नुभयो कमेन्ट गरेर कमेन्ट गरिदिनु होला। र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेरि अर्को नयाँ भिडियोमा भेट हुने बाचा गर्दै आजको लागि यो भिडियो यहीँ समाप्त गर्दैछु। नमस्कार।